Hello guys, namaste. Welcome back to my YouTube channel. Welcome back to my sister channel. Welcome back to my sister channel. आज चाहिँ हामी दिदी बहिनी कस्तो शीतल दिनमा चाहिँ बाहिर जाँदैछौँ पथरी बजार. किन दिदी? कफी खान हैन. हाम्रो कन्भर्सेसन चाहिँ यस्तै हो, बोल्नु भन्दा पनि धेरै हाँस्छौँ. अनि चाहिँ हाम्रो गाउँ राम्रो गाउँ. अब आज दिन कस्तो छ भनेर हजुरहरूले देखिनै सक्नुभयो. हाम्रो अनुहार भन्दा कालो कालो दिन छ हैन. हाम्रो गाउँ आज यस्तो शीतल भइरहेछ. अनि हामी दिदी बहिनी चाहिँ हिँड्दै हिँड्दै जाने, हिँड्दै हिँड्दै आउने भनेर यसो क्यालोरी लस गर्ने भनेर हैन दि? हैन नाना? यसरी खिच्छु म. आऊ. मेरा दिदीको यो साइड राम्रो छ रे गाइस. जुनै साइड पनि राम्रो छ हौ. कसको दिदी हो त भन त तिमी? मुनमुनको. अनि यो चाहिँ हाम्रो एक्सर्साइज गर्ने ग्राउन्ड हो. मेरो ट्राइपड चाहिँ दिदीले बोक्दिरहेछ हैन. यो हो. अब गएर हामी फोटो खिच्छौँ. हो झ्याक्सी त जाने हो त नि. अब म उसलाई चाहिँ यो के भन्छ यस्तो ग्यापै ग्याप बाटो लान्छु. आऊ दिदी. मलाई चाहिँ यस्तै ग्याप बाटो हिँड्नु त मनपर्छ त अनि. अब फलेको छ त अनि. के धेरै छ हेर. तर खाली सियाइ छ हौ आँखा अगाडि नै. चोरेर लाने? किन अमिलै हुँदैन, पसेकै छैन, कलिलै छ. यहाँ कोही त छैन अनि यस्तो फलिरहेछ. तर यहाँ यो मकै गर्ने मान्छेहरूले ओए तिमीले गोबरमा यस्तो गर्दा त अर्को खुट्टा ला धेरै भयो. के हुँदैन? लुइन केही हुँदैन. सबै भुडी खाली भयो भने खाएर आउनुपर्छ क्या. आज चिट डे हो. आज चाहिँ हामीले के घरमा 2 प्लेट चटपटे खाएको 200 को होइन. अनि त्यस पछाडि त्यो चटपटे घटाउनुको लागि चाहिँ हामी खासमा हिँड्दै हिँड्दै पत्रीसम्म आएको. अनि त्यो भुडी घटायो भने अब बाहिर गएर खान्छ अरे. चिट डे अरे उसको. अनि के गर्नु त हौ, भोलिदेखि त डाइटिङ नै हो. फेरि यहाँ नाकको बिचमा यहाँ टिका जस्तो भइरहेछ कि डन्डीफोरले. दिदी बहिनीको एकैचोटि डिम्पल आएछ. अन्त नि बाटो यस्तो छ. बाटो यस्तो छ ग्याप ग्याप बाटो. पहिले हामी यही यस्तै बाटोमा लुकीडुङ खेलेर हुर्केको हो. छैन भने फर्किने के छ र होइन. यस्तै छ हामी हिँड्ने बाटो चाहिँ. यो सर्टकट बाटो हो नि त. अब यस्तो बाटो हिँडिरहेको छौँ हामी. धानहरू पनि पुरा अब चाहिँ रोपेर पनि आधी उयो भइसकेको छ. अब फलेछ पनि पो यहाँ त. कुनै कुनै धान छिटै रोप्ने हुन्छ, कुनै कुनै ढिलो त्यस्तो नै हुन्छ. अन्त फर है हेर्दैछु म. बानी परिसकेँ गर्दै होइन. उता हेर्दै हिँड्नु पनि म सक्छु. उता त अनि के हो सेम ठ्याक्कै मान्छे छ त अनि हेर. सेम मान्छे नै क्या. यहाँ देखाउ त कस्तो गरिरहेछ थाहा छ. बाटो हिँडिरहेको छु मैले. रातिमा डर लागेको छ कि छैन यस्तो बाटो हिँडेर. अलिकति घरहरू पातुलो छ यहाँ चाहिँ. अनि उहाँ त झन् उयो छ जङ्गलै जस्तो छ अलिकति. मलाई चाहिँ अलिअलि डर डर लाग्छ कि. श्रीजङ्गा हो यो चाहिँ पथरीको. कस्तो फिल भइरहेछ यहाँ हिँडेर. आज तिमीलाई इन्टरभ्यूले कस्तो भइरहेछ? यस्तो छ. अहिले अलिक जङ्गल यो झारहरू बढेर नि जङ्गल टाइपको भएछ हौ. तर मान्छेहरू प्रायः कति घुम्न फोटो खिच्न आइरहेको हुन्छ. यहाँ घाँस काट्ने मान्छेहरू पनि हुन्छ. बहिनीहरू फोटो खिच्दैछ उहाँ साडी लाएर. त्यहाँ यति देखेपछि मलाई सक्यो क्या, आनन्द भयो. ओइ नाना पुलै छैन त. ला पुलै छैन त. पहिले त पुल थियो त अनि. कसरी जाने? के छ उपाय अब? ओहो बर्बाद भयो त. अघि उता हेर हिँडेको त्यस्तै होला नि. त जानु सकिन्छ. एउटा ढुङ्गा ठुलो ढुङ्गा. अब ढुङ्गा खोज्नुपर्छ. उयो कोलाको बोट भाँच्नु मिलेन होला.
खै के अरे के गर्नुपर्छ अरे ब्लगर भएपछि यति त गर्नु पर्यो नि त अनि पर्दैन म पनि जुत्ता खोल्छु पर्दैन तिमीलाई एलर्जी आउँछ क्या दिदी बुझ्दैनौ कस्तो फेरि हाम्रै पालीमा चाहिँ किन यस्तो भएको क्या मलाई बोक्ने अरे ओ माइ गॉड आऊ छिटो जाऊ बरु तिमी उता जाऊ केही खोजेर आऊ बा छ पर्छ नो 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 जाऊ हेरेर आऊ बरु केही छ कि भनेर नाइ क्या पर्दैन कस्तो खालके छ न हुँदैन जाऊ लडिन्छ क्या दुईजना ल यहाँ म मार्छु भिडियो मार्छु भिडियो मार्छु लडे यहाँ न लड्यो भने मेरो जिम्मा भने त यहाँ आउनु छिटो खुट्टा चाहिँ उचाल है खुट्टा चाहिँ उचाल है उचाल तरायो कि तराइन फेरि बिहे गरेको बे गरेको सिरियसली कस्तो मजा आयो यार यो पल त थ्याङ्क गड म युट्युब बनाउँछु र क्याप्चर हुन्छ हरेक पलहरू हो के र भन त पकाएको खुट्टा पखालेर आउँछु मेरो दिदीलाई चाहिँ नि यस्तो साह्रै एलर्जी आउँछ क्या अनि त्यही भएर लाउ त त्यो मजा ल्याउ त चिसो चिसो लाउनु होला है होइन यहाँ माथि हो न झारमा अनि फेरि फोहोर हुन्छ नि त अरे मलाई त्यस्तो नसोच म त यस्तो स्ट्रङ पो छु है अनि कस्तो बहिनीले चाहिँ दिदीलाई बोक्छ त अनि त्यसले एलर्जी आउँछ चिलाउनु थाल्यो अहिले हिँड्दा हिँड्दै चिलाउँछ अनि के गर्नु यहाँ हेर न रातो भएको यहाँ अघि केले टोकेर अन्त अरे बरु मै अलिकति उयो छु केही हुँदैन अनि त्यही भएर मजा आयो मलाई त सपना जस्तो लाग्यो मलाई भयो त अनि लेट्स गो भयो त यो अलिक माथि भन्छ नि है कहाँ चल्ने मजाको खोइ तर लास्टै गर्मी अहिले म त पत्रीमै भयो भने केही कुरा थाहा छैन मलाई त जाउँ भयो त अनि लेट्स गो दिदी लेट्स गो किन यस्तो गरिदिनु भएको यहाँ कति राम्रो पुल थियो कति सजिलो हुन्थ्यो यो बाटो चाहिँ नि जस्तै हामी पत्री आउन हामीलाई 15 मिनट 20 मिनट लाग्छ भने यो बाटो हिँड्दाखेरि हामी 7-8 मिनटमा पत्री आइपुग्छौँ के ए हिँडेर प्राय यहाँनिर खिच्छ यता होइन यहाँनिर हो पुलमा र यसरी ड्राइभ पिकनिकहरू पनि आउँछ मान्छेहरू नखिचौँ होला त्यतातिर चाहिँ खिच्छ फेरि अनि रेशमा दिदी वाट अ सरप्राइज पत्री आएको भ्लग बनाउँदै आउँदै थिएँ आई भनिदिनु दिदी मेरो दिदी त टिकटकको लागि हो दिदी ए ल भरे हेर्छु ल म गएँ दिदी बाई बाई ल मेरो रेशमा दिदी त भिडियो पो बनाउँदै हुनुहुँदो रहेछ यहाँनिर चाहिँ भिडियोहरू पनि राम्रो आउँछ नि त नजारा देखाइदिन्छु हजुरहरूलाई अझ बोटहरू पनि छ दिदी बहिनी छे अलिक पर जाऊँ पानीमा कस्तो फिल भइरहेछ यस्तो हाम्रो त कोरियनको जस्तो हात पनि छैन अरू मट्टीको छ त दिदी बहिनी चाहिँ फोटो सुट गरेर भिडियो सुट गरेर एउटा मेमोरी राम्रोसँगले मेमोरी बनाएर चाहिँ अब हामी जाँदैछौँ पछाडिको सिन हेर्नु है अनि यहाँ धारा पनि रहेछ क्या पानी खाने मेरो दिदीलाई तिर्खा लागेको क्या मान्छेले देख्दो रहेछ मलाई तिर्खा लागेको थिएन मैले देखेकै थिइनँ कि यहाँ धारा अप्ठ्यारो भयो खानु यहाँदेखि टक्कसँगले पानी खाने पानी भर्ने ठाउँ टोइलेट बाथरुम बन्ने रहेछ यो धारा त म यहाँ त धेरैचोटि आइसकेँ आजै मात्रै देख्दैछु अस्ति चाहिँ अलिक डेन्जरै हुन्थ्यो कि यो जङ्गलमा हिँड्नु अनि
अहिले त खुला रहेछ। चाहिँ हामी पथरी बजारको सब्जी मन्डी। यो हुँदै चाहिँ हामी म यहाँ डाइटमा छु, जबरजस्ती खाम भन्दैछ, आज खाम भन्दैछ। हामी चाहिँ खास गरी त्यो अघि चटपटे खाएको घटाउन आएको थियौँ, त्यो घटाएर पनि बुढी खाली भएर पनि फेरि चढाएर चाहिँ घरतिर जाँदैछु। चढाएर पनि धेरै भएर फेरि बाटोमा के अरे मैले नखाम भनेको उसले मलाई कन्भिन्स गर्यो नि त। मैले नखाम भनेको के उसले अब खाली भइगयो खाम भनेको। अब केही छैन गाइस, हिँड्दै जान लागेको, सायद घरसम्म पुग्दा फेरि यो पनि अब ठिक्क हुन्छ होला सायद। अनि यता अब घरतिर लाग्दैछौँ हामीहरू चाहिँ। अहिले खाइकिन चाहिँ खाइकिन एक्टिभ भयो, त्यस्तै हो अब के गर्ने त। यतिको राति पनि भइसकेको छ। सो हामीहरू चाहिँ छिटो अब चाहिँ छिटो यो खाएको घटाउनुको लागि भए पनि हामी छिटो हिँडेर घर पुग्नेछौँ। सायद अब चाहिँ हामी 20 मिनटमा चाहिँ हिँडेर चाहिँ घर पुग्छौँ होला। 20 मिनट जति चाहिँ हिँड्छौँ होला। अब नन स्टप छिटो फास्ट मोसनमा होइन। ल यो पथरी बजार अब त्यस्तै हो। हामी चाहिँ यो पथरी बजार हो, दिदी बहिनी सुई हिँड्दैछौँ। सो अब गाइस आजको भ्लग चाहिँ यति नै। नेक्स्ट भ्लगमा भेट्न पर्छ। ओके दिदी बाई भनिदेऊ सबैलाई। बाई, गुड नाइट। के भन्न चाहन्छु? मेरो बहिनीको भिडियोमा युट्युब च्यानलमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। बाई गाइस, सी यू नेक्स्ट भ्लग।